अस्तिको मेरो भिडियोमा मैले हजुरहरूलाई पुरा देखाउन सकेको थिइनँ। आधा बाटोबाट आधा बाटोसम्मको देखाएको थिएँ। अब आज फेरि म हजुरहरूलाई जुन ठाउँबाट अस्ति बाँकी रहेको थियो त्यहाँबाट फेरि अर्को एपिसोड देखाउन लागेको छु। यसो हेर्नुहोस्, सब्सक्राइब पनि गरिदिनु होला है त। ल हजुर, अस्तिको बाँकी रहेको एपिसोडको भाग है यो। अहिले म हजुरलाई लिएर जाँदैछु। ठाउँ त हजुरहरूले पक्कै पनि चिनिसक्नुभयो होला, यो छोरेपाटन। अब थोरै अगाडि गएपछि अब डेभिस फल पुग्दैछौँ हामी। पातले छाँगो पनि भन्ने गर्छौँ। यहाँ चाहिँ मूर्ति बन्दैछ। यतापट्टि साँडेको भयो, अगाडिपट्टि पछुवाको बन्दैछ। अब म तपाईँहरूलाई नयाँ बाटो लिएर जान्छु स्याङ्जा जाने, जुन कहिलेकाहीँ हाइवे बिग्रेको खण्डमा हजुरहरूलाई काम लाउँछ है। त्यो बाटो जाँदाखेरि ट्याक्कै यो ट्याक्सी गर्छ, ट्याक्कै त्यो ट्याक्सीको पछि यहाँबाट बायाँ लागियो। बायाँ गइएपछि हामी सरर भटेक्याम हुँदै तलतिर झर्छौँ। हेर्दै गर्नु होला, भिडियोको मजा पनि लिनु होला, आनन्द पनि लिनु होला। अलि स्पिड ब्रेकर अलि धेरै छ। यो गेटबाट अब लेफ्ट, अब यहाँबाट तल झरेपछि ट्याक्क हामी पुग्छौँ उसरे खोला। केही छिनमा हामी ओह्रालो झर्छौँ। ओह्रालो झर्दैछौँ। अलि ब्याकग्राउन्डमा अलि हल्ला हल्ला छ, अफिसबाट हो। यो पुल तरेपछि हामी दायाँ गइयो भनेदेखि मटिखाना गइन्छ, बायाँ गइयो भनेदेखि हामी स्याङ्जा। अब हामी ट्याक्क वडा नम्बर 21तिर 22तिर पुग्दैछौँ। यो डाँडामा, यो क्रिस्टीको डाँडो है हजुर। सरर आएपछि यता 2-3टा बाटो छ। सिधा बाटो गएपछि अगाडि देख्नुहुन्छ सानो अक्षरमा, ठुलो छ तर मैले चाहिँ मेरो बाटो चाहिँ सानो देखियो। क्रिस्टी नाच्ने चौर भनेर। अब यो कटेपछि ओह्रालो गइन्छ। अब यता बक्रेर के भन्ने ठाउँ छ, त्यो सबै म हजुरहरूलाई सरर देखाउँदै लानेछु। भिडियोलाई चाहिँ यसो सब्सक्राइब पनि गरिदिनु होला हेरेपछि है त हजुर। ल हजुर, हिँड्दै भोक पनि लाग्यो। यसो
बाइक रोकेर स्नेकर्स चकलेट खान लागेको। यो चाहिँ हामी राइडरहरूलाई एकदम गाइड हुन्छ। मार्स स्नेकर्स चकलेट बेला बेला खाइराख्नुपर्छ, तागत आउँछ। अब फेरि यात्रा निरन्तर सुरु हुँदैछ। अब चाहिँ क्यामेराको पोजिसन चेन्ज हुँदैछ है त हजुर। अघि अर्कै पोजिसनमा थियो, अब म हजुरहरूलाई अर्कै पोजिसनबाट देखाउने प्रयास गर्दैछु। ल पोजिसन चेन्ज, अब सुरु भयो यात्रा। ल हिँडियो। अघि ओह्रालो ओह्रालो झऱ्यो, अब उकालो 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 उकालो। यसो बिचबिचमा चाहिँ बाटो अलिअलि कच्ची छ, सरलै छ, साह्रै अप्ठ्यारो छैन। यसरी गइन्छ। अलि अगाडि गएपछि हामी आउँछौँ स्याङ्जाको कस्तो पनि छ, मन्दिर छ बाटोमा। फेरि अनरोड अफरोड गइयो। अब हामी चाहिँ पुतली बजार नगरपालिका झऱ्यौँ। यो हाइवे हो पृथ्वी राजमार्ग, सिधै गयो भने बुटोल पुगिन्छ। अब चाहिँ म हजुरहरूलाई थोरै अगाडि यहाँ घुम्ती भन्ने ठाउँ छ, घुम्ती भन्ने ठाउँबाट हामी लेफ्ट हो त्यो ट्याक्सी गएतिर है त, लेफ्ट फेर्यौँ। यहाँबाट चाहिँ ओरस्ते के भन्ने ठाउँतिर धेरै छ, पोलमा सबै यही बाटो हुँदै गइन्छ। अस्ति मैले थोरै अगाडिबाट देखाएको थिएँ र अब यही बाटो सरल र अस्तिको एपिसोडमा मैले पुरा नगर्न सकेको यो एपिसोडमा पुरा भएको छ। लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला। एकदम रमणीय ठाउँ छ।
हजुरहरू पनि पुग्दा हुन्छ जाँदा हुन्छ। अब थोरै अगाडि सेल्फी डाँडा भन्ने आउँछ। कमिटमेन्ट गर्नु खासै आउँदैन हजुर, यति भिडियो मात्रै बनाएर हाल्ने काम गर्छु मैले। हजुरहरूले यो भिडियोलाई एकदम माया गरिदिनु होला है त। आजको एपिसोडको यति नै हो। म धेरै बोल्न जान्दिनँ है त। हेरेर मजा लिनु होला है त। लाइक सब्सक्राइब पनि गरिदिनु होला ल।